मैले यत्रो ठाडा कुरा गर्छु मेरो तुरी उठ्दैन त कहिले। भए पो उठ्छ त अनि कस्तो गइसन हो भए पो उठ्छ त बिहान मात्रै उठिरहेको हुन्छ, बिहान एकछिन उठ्छ त्यो। कस्तो कुरा गर्छ साइलाले हँसाएर मार्छ हो बेला बेला त जिब्रो देखाएर जिब्रो कस्तो कस्तो खालको कुण्डल लगाएको छ जिब्रो? कुण्डल होइन हौ टप हो खै देखाउँदा यस्तो राडो चुच्दाखेरि त्यो तल यस्तो जिब्री खोज्छ त्यही। ऊ बोलेको हेर नि मान्छेको फेरि अनि त त्यही कारण छेडेको त्यो मुजिनामा छेड्नु के कारण जिब्रो उसलाई भात खाने जिब्रो छेड्नु भने के कारण हो नि त? राडी भालु भात खाँदैछौँ। ओइ कसलाई भालु भनेकै माचिक्ने पुती जस्तो अनुहार हेरेर माचिक्ने मुजी रनमती माचिक्ने बाख्रा चिकुवा कुखुरा चिकुवा मुजी भालु नभन है माचिक्ने भन्दैछ है मुजी साइला न्यु नखोज है धेर माचिक्ने मैले भालु भनेको आलु भन्दैछु, कस्तो सुन्छ्यो राडी। लाडो माचिक्ने अनि एउटा फिलिपिनो पठाए अनि यङलङमा होइन चुनामा गेसहरूसँग पठाएको कस्तो बजेको पुती बाबरे बाहिर गर्ने घाउ छिरेर क्या घोप्टाएर त गेस्ट हाउस बाहिरै सुन्ने क्या नाटक कत्रो ठुलो बजेको माल पनि ठुकिँदैन तर हावा छिरेर यस्तो बद्दो रहेछ केटा आमा फक 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 ठोकेको नि पछाडि घोप्टाएर दिएर आमा हावा छिरेर पड्किँदो रहेछ। अनि फेरि एउटा केटी पठाएँ अनि एउटा केटी पठाएर आइफोन चाहिँ सिरानी मुनि 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 बेड कभर मुनि हाल्यो यस्तो डल्लो मुनि हालेर राति चोरेर लान्छ कि चिक्ने अब एकै दिन आएको केटी सुतेको छैन भनेर सुतेको उडाइदिनु आइफोन यस्तोमा हाल्यो। थ्याङ्क यू एउटा हात हालेको एउटा औँला हालेको गर्नुभन्दा छिरो दुईवटा हाल्यो दुईवटा पनि छिरो तिनवटा हाल्यो तिनवटा पनि छिरो यति यति क्या चारवटा हाल्यो चारवटा पनि गयो चिक्ने पाँचवटा हाल्यो पाँचवटा गयो हालिदिन्थ्यो जहाँबाट जम्मै जसो हाल्यो यहाँ आइपुगेर अड्केको क्या चिक्ने त्यसै हावा बोलेकै मुजी यसको कुरा केही नपत्ता है हावा कुरा कुन चाहिँ छिर्छ हौ यति यति चाहिँ हावा कुरा मुजी कस्तो कुरा गर्छ सब नभ कुरा गर्छ भाइ छोरी मान्छे कति बेजत गरेर माचिक्ने एउटा सिरायो दुईवटा सिरायो पाँच सबै हारे माचिक्ने यति यति हाल्यो यति यति चाहिँ हालेको कस्तो डाँटेको मान्छ सब कसको चाहिँ त्यस्तो यत्रो होम पाइप थियो चाइना गेट थियो माचिक्ने आइमे नानीको आमा त्यो पुरा चिकाइने रहेछ। के खाएको गोब्रे बिरानी यत्रो त कुखुरा हालेर बिरानी बनाएको छ। साइलाले दुबई गएर हस्ते हान्दैछ लैलाको पुतीमा अरे लैलाको पुतीमा हानेर साइलाले नानी जन्माइदियो भनेको छ एउटाले। ओके छ त धन्यवाद। साइला चिकन कतिवटा चिकन विङ्स कतिवटा खाइसक्छौ अरे तिमीले? मलाई चाहिँ चिकन डिप फ्राई मनपर्छ। कतिवटा खान्छौ अरे? अहिले तिनवटा अहिले दुईवटा। नाइ नै साँच्चीकै खाँदा कतिवटा खान्छु भन्दै थियौ त अस्ति? डेली 5 किलो मासु पोलेको। साइला त्यस्तो त्यही भएर बलियो भएको साइला देखेको साथीहरू त्यसरी खानु सिक्नु है तपाईँहरूले पनि। साइला तिमीलाई सबभन्दा कुन गिफ्ट मनपर्छ? गिफ्ट फाल्कन भन्छ अहिले। अब युनि पनि देखेँ बाघ पनि देखेँ अब डबल बाघ अनि फाल्कन एउटा 40,000को। यो केटी नाङ्गै लाइभ बसेको रहेछ अरे नाङ्गै देखेछ मलाई। ल ल भाइ चस्मा लगाऊ भाइ। साइला मैले आजसम्म यो नै पाएको छुइनँ यार के भन्छ टाइगर लायन थ्याङ्क यू। साइला 15-20 किलोको खसी तिमीलाई एक्लै खाइसक्यो भनौँ भने खाइसक्छौ? कहाँ सक्छ चिकन राक्षस हो क्या म साँच्ची मिठो हुन्छ त्यहाँबाट त कसो ज्यादा हुन्छ खसीमा। साइला खसीको ल 20 किलोको खसी होस् तर छाला मात्र खाइसक भनौँ भने म छाला चाहिँ खाइसक्छु मासु चाहिँ होइन छाला मलाई कस्तो मनपर्छ हौ छाला। आसाममा दसैँमा खसी काटेको के गरेर खसी काट्यो त्यहाँको नेवारहरू चिक्ने त्यो बोसो त काँचै खान्थ्यो झाँठाहरू के भएको के काँचो खाएको देखेछु मैले कसरी रुच्यो है चिकन राक्षसहरू। साइला अब चाहिँ बोका कराऊ है अति भयो है अब चाहिँ हेर है त्यहाँको मेरो पनिसमेन्ट। राडीको गिफ आउनु थालेछ कि बिचमा पुग्यो। साइला बोका कराऊ न यार प्लिज दाजु। राडी भालु भात खाँदैछौँ। ओइ कसलाई भालु भनेकै माचिक्ने पुती जस्तो अनुहार हेरेर माचिक्ने मुजी रनमती माचिक्ने बाख्रा चिकुवा कुखुरा चिकुवा मुजी भालु नभन है माचिक्ने भन्दैछ है मुजी साइला न्यु नखोज है धेर माचिक्ने। मैले भालु भनेको आलु भन्दैछु कस्तो सुन्छ्यो राडी। लाडो माचिक्ने यो कुरा नभन के सबै कुरा भने यो भालु रन्डी भन्ने कुरा नभन। मलाई त्यही शब्द चलाउनु मुजी
अरूलाई भन है मलाई नभन है प्लिज साइला भन्दैछु नि मैले कुन दिन कसम मारिदिन्छु है राणी भन जेसुकै भन दुनियाँ भन्नु दिएको छु भालु र रन्डी नभन है प्लिज किन त्यसो भन्दा रिसाउँछ हो किन रिसाउँछ र बहिनी भनिसकेपछि माछिक्ने दाजु भन्छु जहिले दाजु भन्छु माछिक्ने बिहानी पनि छोटो लोटोले कुखुरा कति खान्छ छ मासु आज लन्डन सिक्ने यहाँ चाहिँ के खानु पाएको छैन मुजी 3 किलोको कुखुरा 2.5 रुपियाँमा पाउँछ धेर बोलिहाल्छ कि कस्तो प्लिज भनेर यत्रो दाजु भनिरहेको छु र पनि उयो बोल्छ कि मुजी त खासमा त साइलालाई त चाकमा डल्ले खोर्सानी हालिदिँदै माछिक्ने म पनि युकेमा थिएँ भने यो मुजीलाई म मेरो चाक चिक्न कस्तो हेर्नु माछिक्ने के बोलेको यो मुजी नेपाली चिक्नेहरूले खानै जान्दैन यो तोकु जापानले किन खान्छ भन्दा आयु लामो हुन्छ हामीले चाहिँ तोफु हङकङमा चाहिँ पिस यत्रो पिस काटेको हुन्छ अनि भातमा ल्याए स्टिम भातमा राखिदिन्थ्यो सस माथिबाट हाले भात खानुभन्दा अगाडि सस माथिबाट चट्टा हाल्थ्यो यस्तो दामी हुन्छ आयु लामो गर्छ तोफु सुती खेल्छु अब पुरा देखेको छैन किन देखाउनु र त पुरा चाहिँ जिब्रो देखाएर जिब्रो कस्तो खालको कुण्डल लगाएको छ जिब्रो कुण्डल होइन हौ टप हो खै देखाउँदा यस्तो राडो चुच्दाखेरि त्यो तलको यस्तो जिब्री खोज्छ त्यही ऊ बोलेको हेर नि माछिक्ने फेरि अनि त्यही कारण छेडेको त्यो मुजिनामा छेड्नु के कारण जिब्रो भात खाने जिब्रो छेड्नु भने के कारण हो त भात खान छेडेको भात खान मिठो हुन्छ यहाँ मासु अल्झिन्छ र बेला बेला मासु झिक्दै खाम भनेर यत्रो लागेको छ हेर त हो साइलाले भन्छ हो यसले ठिक कुरा गरे भन्छ यहाँ साइला बाउला जे पनि भन्छ साइला कुरा पत्यायो भने साइलाले 100 कुरा भन्यो भने 5 पत्याउनु है गाइज युए कुण्ठाउँ सार्जा बेबी के छ ठिक छ कहिले पहिले थ्याङ्क यू सुशल दुख्यो नभए केरा गर्नु चाहिँ त्यो चुस्दाखेरि त्यो हुन्छ नि त्यो हाम्रो केरा भेट्छ क्या त्यसले अनि चिक्ने केटा मर्ने डल्लिने त्यही हो साइलाले ठिक भन्यो भने चाहिँ अब केटा सार्जा उमा सिटी सेन्टर अगाडि छेड्छ नि त चिक्ने उसको माल छेड्छ नि त अब के गर्छौँ यो नोटिफिकेसनलाई ब्लक हान न हौ साथीहरू लास्ट 10 लेखिसक्यो यो एउटा क्वेसन भगवान् के लेख तिम हजुरको पुती कालो छ कि सेतो छ अरे लो 10 चोटि लेख हो ल तेरो पनि त पिङ्क कलरै होला होइन मैले यत्रो छाडा कुरा गर्छु मेरो तुरी उठ्दैन त कहिले भापो उठ्छ त अनि कस्तो क्वेसन हो भापो उठ्छ त बिहान मात्रै उठिरहेको हुन्छ बिहान एकछिन उठ्छ कस्तो कुरा गर्छ साइलाले हँसाएर मार्छ हौ बेला बेला त मायालु आएको थियो यहाँ त आउनु भएको छैन यो साइलाले पनिसमेन्ट बाँकी छ है साइला कस्तो ढिलो खान्छ के पनिसमेन्ट गर्नुपर्छ कस्तो माछिक्ने यो साइला त उपात्तै बाहुनको छोरा हुनुपर्ने कहाँबाट राई भएको छ है मुजी चिम्से म लिम्बू हो नि खुलित्तै लिम्बू 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 भनेर त चकमा दिइरहेको रहेछ भनेर त राई पो रहेछ यो मुजी त चिक्नेहरूलाई त बेचेर खाइदिन्छु चिक्ने तिमीहरूलाई त मुजी 100 राई रहेछ गाइजहरू हेर्नु न जहिले म त लिम्बू हो भन्छ मुजी राई रहेछ लिम्बू भनेर बेचेको लिम्बूको नाम बेचेको छ माछिक्ने गोब्रे मसँग लिम्बू नि केटी चाहिँ किन नपटेको होला है पटिन्छ पटिन्छ तर मसँग धेरै पटिनेको राइनी बाहुनी पनि कम्ती मगर्नीहरू गुरुङनी पनि कम्ती छ राइनी नै धेरै छ मैले यो बुढीलाई बिहा गरेको थिएँ है त्यतिखेर कचुवा मासु खाने भन्यो भने त्यतिखेर BBQ स्टार हो त्यो मासु त्यतिखेर 6 किलो 7 किलो खायो मासु चिक्ने साइनालाई सबै जोडेर अहिले छाला काट्छु मैले आज 5 फुट 11 इन्चको लिम्बू केटा थियो मोरो सिङ्गापुर गएर आएको थियो गेम थिचा नै बाख्रा चिकुवा 8 किलो खायो मासु 8 किलो खायो अनि ती लडे चिकन ती ड्याममै लडेर सुते मित्र 4 रक्सी र 8 किलो मासु खाए त्यसले खाएन कस्तो अटेरी है मुजी गेम थिचा खाए है अनि खाएन अनि हङकङ आउने भएको अनि एउटा भालु केटी भेट्यो माया भन्ने
काठमाडौँ मुस्किल भयो किस्ने ल हाँस्दै किस्ने म भएर है हङकङ जाने अब टुरिस्ट हिसाबले चिने केटी भेटायो दिने अब मायालाई भक्कु हान्यो यहीँ लडेको चिने विनोद देउबा ठकुरी थ्याङ्क यू केटीले बागडोरमा सिक्ने ग्राउन्ड फ्लोरमा ए किस्ने नेकेट भएर रन्डी ढोका खोल भनेर दिएको चिक्ने किस्ने त चिताएको चिक्ने भरे गऱ्यो होला जानेर गर्नु त गऱ्यो सिक्ने रन्डी भएर काठमाडौँमा अरू चाहिँ बाहिर जानु भनेर आएको पश्चिमीहरूसँग तास खेल्ने म्यारिज बस्ने है बाहिर भनेर हिँडेको गोरिया पैसा 80,000 त्यही भ्यायो चिन्नेले म चाहिँ नखेल्ने हेर्ने भात ढुक्ने खाने चिन्ने त्यसले पश्चिमी गुरुङनीहरूसँग बसेरै भ्याइदियो 80,000 सट्टै दही भात मासु कस्तो दिँदो रहेछ बिहान चेरेटोमा चिन्ने मिठो मिठो म चाहिँ बसेर भात खाने मासु खाने हेर्ने है त्यो चाहिँ गुरुङनीको बिच बसेर म्यारिज अनि एउटा फिलिपिनो पठाएँ है अनि यङलङमा होइन चुनामा गेस्ट हाउसमा पठाएको कस्तो बजेको पुती बाबरे बाहिर गर्ने घाउ छिरेर क्या घोप्टाएर त गेस्ट हाउस बाहिरै सुन्ने क्या नाटक कत्रो ठुलो बजेको माल पनि ठुलो थिएन तर हावा छिरेर यस्तो बद्दो रहेछ केटा आमा फक 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 ठोकेको नि पछाडि घोप्टाएर दिएर आमा यस्तो नदी जति गाडी कुदायो उति कुदाउनु मात्रै चिकेपछि चिकेको के गर्नु अनि एउटा केटी ल्याएन अनि अब सुत्नु पर्यो